नमस्ते, म राष्ट्रिय भलिबल खेलाडी हेमन्त बहादुर मल्ल। मैले चाहिँ आज के लिएर आएको छु भन्दाखेरि एउटा फरक विषय र वस्तुलाई लिएर आएको छु, जुन एमएमसी क्लब ताप्लेजुङको चाहिँ सानो एउटा क्लिप रहेको छ। हजुरहरूले चाहिँ हेरेर साथसाथै नेपालको राष्ट्रिय खेल भलिबल खेल विकास प्रवर्धनका लागि उहाँले चाल्नुभएको कदम एकदमै अतुलनीय छ। यही मिति 2081 साल चैत 18 गतेदेखि 21 गतेसम्म एमएमसी क्लब ताप्लेजुङद्वारा आयोजित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुन गइरहेको छ। सबैजना खेलप्रेमी महानुभावहरूले साथ सहयोग गरी थप ऊर्जा बढाइदिनु हुन अनुरोध। यो कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न होस्, त्यसकारण एमएमसी क्लब ताप्लेजुङका अध्यक्ष ज्ञानु भट्टराई लगायत सिङ्गो एमएमसी क्लबलाई शुभकामना छ। धन्यवाद, नमस्ते। सबैजनाले मेरो युट्युब च्यानललाई सब्सक्राइब भन्ने गर्न नबिर्सनु होला है।